केही समस्याहरू छन्। त्यो समस्या किन छ भने हामीले यही डाँडा गर्ने ऐश्वरी प्राली विद्यालयमा पनि पढाएर जानुभएको शान्ता हुनुहुन्छ, त्यहाँ भेटमा छ। तर उहाँको जस बाह्य कुरा त एक्टिभिटी छ, त्यो कुरा हामीले सम्मान गर्नुपर्छ। उहाँलाई हामीले अभिभावक रूपमा मान्छौँ, टिचर पनि हो। तर पनि अलिकति उहाँको अहिलेको जुन पठन पाठनको क्रियाकलाप हो त्यो त्यो स्पिडमा अलिक सम्हाल्न सक्नुहुन्न। त्यो कुराले गर्दा हामी अलिकति पछाडि छौँ जन्जुरी प्राली विद्यालयमा को सन्दर्भमा। र कामाक्षी माध्यमिक विद्यालयमा पनि अहिले पछिल्लो समयको त्यहाँको समग्रमा युनिट विद्यालयको शिक्षाको युनिट राम्रै बनेको अवस्था छ। तर त्यहाँ कहाँ समस्या छ भने हामीलाई शिक्षकको अथवा विद्यार्थीको अनुपातमा शिक्षक परिपूर्ति गरौँ। शिक्षा नियमावलीले अनिवार्य त्यो भन्छ, हामीले शिक्षा नियमावलीले पनि प्रकाशित गरेका अवस्था छ। तर पनि गाउँको सन्दर्भमा प्रत्येक गाउँपालिका वडाको सन्दर्भमा हामीले दरबन्दी विद्यालयको विद्यार्थीको आधारमा शिक्षक दरबन्दी वितरण गरौँ भन्दा केही विवाद भएको अवस्था छ। त्यसका कारण त विद्यार्थी पनि चनाक भएको कारणले गर्दा एउटै कोठामा 80-85 जना चाहिँ विद्यार्थीहरू बाख्रा खोरमा राखेर जस्तो गरेर पठन पाठन गर्दा त्यहाँ अलि पुगेको अवस्था छैन। सेक्सन चाहिँ खोलेर अलग्गै गर्दा पनि टिचरको अभाव, त्यसका कारणले गर्दा कामाक्षी माध्यमिक विद्यालय सन्दर्भमा पनि अहिलेको अवस्था केही नतिजा राम्रो नतिजा आएको छ। तर पनि विद्यार्थीको अनुपातमा शिक्षकको परिपूर्ति गर्न नसकेको अवस्था। म आएपछि त्यहाँ शिक्षक कमसीको पनि त्यहाँ पहिलाको तुलनामा अहिले 6 जना मास्टर हामी त्यहाँ राखिसकेको अहिले पनि कम छ। यहाँको सन्दर्भमा नै सरहरू पहिलाको तुलनामा 1-2 जना बढी नै हुनुहुन्छ यहाँ पनि है। त्यसका कारणले गर्दा विद्यार्थीको अनुपातमा यहाँ पुगेको छ। र अर्को कुरा के भन्न मैले लास्टमा मैले तपाईँहरू के भन्न चाहन्छु भने विद्यालयमा बच्चाहरू पठन पाठन गर्न चाहन्छन्, विद्यालय मात्रै पढाउने भन्दा पनि आजको यो योगेश्वरी प्राली विद्यालयले योजना जसरी बनाएको छ यो योजनाले के भने अभिभावक पनि विद्यालयमा कतिचोटि आउनुभयो उसको पनि मापदण्ड गर्नुपर्छ भन्ने हेतुको साथ जसरी एउटा त्यो व्यक्ति अभिभावकलाई छनौट गरेर जसरी सम्मान व्यक्त गर्नुभयो, यसले भविष्यमा तपाईँ सबै अभिभावक विद्यालयप्रतिको माया अथवा टिचरहरूले अभिभावकप्रतिको माया अनिवार्य सम्बन्धै सहकारी गर्ने कुरामा तपाईँ अनिवार्य त्यो विद्यालयमा